हेलो सबैजनालाई नमस्कार। सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ म भिरतामोट आएको छु। दाइको ट्रायल छ र दाइले प्र्याक्टिस गर्नुहुँदैछ। यो चाहिँ ट्रायल दिने ठाउँ होइन, यो प्र्याक्टिस गर्ने ठाउँ हो। अब हामी एकछिनमा ट्रायल दिनु जाँदैछौँ। अनि दाइले के कस्तो गर्छ म तपाईँलाई देखाउने छु। ट्रायल दिएको त भिडियो गर्नु पाइँदैन र भए पनि आज हामी यातायातमा छौँ है। ल एउटा राम्रो घुमाउनु त, म भिडियो गर्छु। दामी दाइ, साइड लाइट खोइ बालेको। खुट्टा नझुन्डाउनु है। ल ठिक छ, एकदम पास दाइ। दाइल चाहिँ बब्बा। साथीहरू हामी चाहिँ अहिले ट्रायल दिने ठाउँमा आइपुगेको छौँ। दाइ चाहिँ यहाँ लाइनमा उभिराख्नु भएको छ होइन। लाइनमा बसेर टोकन लिनुपर्ने हुन्छ। टोकन लिने ठाउँ चाहिँ हो परभित्र, यो गेटदेखि भित्र जानुपर्छ। ट्रायल दिने ठाउँ नि त्यतै छ। यहाँ पर चाहिँ सिक्ने ठाउँ छ, सिक्दा हुन्छ आएर यहाँनिर। र अब दाइले चाहिँ टोकन लिनुहुन्छ, त्यस पछाडि बाइक लगेर भित्र गएर ट्रायल दिनुहुन्छ। म चाहिँ यहाँ बसिरहेको छु। अहिले म दाइलाई कतिको कन्फिडेन्स छ सोध्दैछु। एकजना छोरी मान्छे पनि छ, लेडिजलाई हामी कम नसम्झौँ। हेर्नुहोस् कस्तो मजाले ट्रायल दिनुहुन्छ उहाँले। मलाई जहाँसम्म लाग्छ उहाँले पास गर्नुहुन्छ जस्तो लाग्छ है। हेरौँ अब यहाँमै दामी घुमाइदिनुहुन्छ, दामी कहीँ नरोकी। तर त्यो हतार छिर्ने एकचोटि खुट्टा नराखी छिराइदिनुहुन्छ सट्टासँगले। ओ माई गड, यस्तो दामी। हामीले चाहिँ नारीहरूलाई कम सोच्नु हुँदैन है साथीहरू। हेर्नु है, यत्रोजना बोइजमा एकजना मात्र हुन्छ नारी चाहिँ। कालमा पुग्नु भयो, सबैजना सिक्नु हुँदैछ। लाइन चाहिँ त्यहाँ पर पुगिरहेछ, अघि चाहिँ यता थियो। पहिला मैले दिँदा चाहिँ यहीँनिर थियो है टोकन लिने ठाउँ। अहिले चाहिँ पर रहेछ छैन। र आइसक्नु हाम्रो खतरा मजाले चाहिँ अब ट्रायल दिनु जानु आँट्नु छ। ल दाइलाई बेस्ट अफ लक। धन्यवाद छ प्रभुलाई। पास गरेर आउनु ल। ओके छ, फर्स्ट भएर आउँछु। ल फर्स्ट भएर आउनुहुन्छ हाम्रो दाइ चाहिँ। यही बाइकले दिने हो। यहाँबाट यसो पछाडि जानु कि, अनि त्यहाँ टर्निङ छ, भित्र पस्नु। त्यहाँदेखि चढेरै घुमायो नि, यस्तो चढेर घुमाइदिनु न हौ। के आजदेखि त उयो हो त, खुट्टै भेटेन। आजदेखि त लाइसेन्स होल्डर पो त हो दाइ पनि। उहाँ चिप्लिन्छ उताबाट घुमाउनु। 1 गियरभन्दा बढी चाहिँ नचलाउनु है भित्र चाहिँ। ल दाइ चाहिँ गइसक्नु भएको छ। हाम्रो दाइलाई धेरै धेरै बेस्ट अफ लक। ल दाइ जितेर आउनु है, पास गरेर आउनु। साथीहरू दाइले पास गरेर आउनुहुन्छ कि फेल गरेर आउनुहुन्छ म अहिले देखाउने छु तपाईँहरूलाई। यहाँ चाहिँ गेट छ, यहाँभित्रबाट हेर्नु दिन्छ कि दिँदैन जानु पऱ्यो। हाम्रो दाइ के भयो दाइ? अलिकति पछाडि सर्ट्यो नि, उकालोमा अलिकति पछाडि सरेर। ठिक छ, दाइ आइसक्नु भयो होइन। अब हामी जान्छौँ। दाइको अलिकति बिग्रियो, फेरि प्रेस जारी छ। फेरि पनि दाइले गर्ने हो भने अर्कोचोटि आठमै केही नभएको बाले हुँदैन। मैले अन्तिममा गएर पछाडि सर्थेँ क्या। उकालोमा त बिग्रिन्छ। ल ठिक छ साथीहरू, दाइको अलिकति ट्रायल बिग्रिसकेको छ, केही छैन। राम्रै गर्नुभएको थियो, उकालोमा अलिकति मिस्टेक भएछ, केही छैन। सोचिए मत, सब्सक्राइब कीजिए।